को जाङ भन्दा ल तिमीलाई खिची चाहिँ मोबाइलले खम त टिभीरा चस्मा म त तिर्ताले चाहिदिउ होला छ कसरी 65 त्यो मैले बुझ्यो कुरो तिमीले नबुझ्यौ यो यसरी भएन यसरी यति नि यही हो नाप्ने मान्छे नाप्दिनौ त्यहाँ म बक्का बखान्छु यताबाट गर्न पुर्दिने होला नि त सेन्टी त छोड्नै पर्यो किन साडी लाएर आउनु धेरै भन्नु साथी भएन है अलिअलि यसो अलि राम्रो बनाऊ है भएन बाबा छ अर्को दबाई अर्को 65 यसरी कसरी 65 सबै कुरो भइसक्यो अझै 2 किलो 2.5 किलो फल्नुपर्छ है मैले भनेको खाल्टो गर्नु पर्दैन सुन्नुभयो यहाँ चाहिँ 65 हुनुपर्ने भयो ल बुझ्यो एउटा त्यो मैले बुझ्यो कुरो तिमीले नबुझ्यौ यो यसरी भएन यसरी यति नि यही हो यो यसरी हो के यो त लम्बाइ भयो लम्बाइ यसरी अनि यहाँबाट यहाँको यहाँ लगाउने अनि यसो गरेको यहाँ लगाउने यहाँबाट यहाँ हो कि त्यही भने त नि यताको नि चल्यो यताको नि चल्यो दुईतिर यसले चल्यो बल हो त्यसो भने मैले बल्ल बुझेँ यहाँ काट्दिउँ बसेर रोप्नु न बसेर तको फोटो देखि बसेर छ्याच्चा गरेर बोल्नु त परेन नि पुर्दिने होला नि त नाप्ने मान्छे नाप्दिनौ त्यहाँ म बक्का बखान्छु माछा चाहिँ नि अहिले भएन मर्यो सबै माछा नि हालेको थियो अनि विदेश गएर बजारमा घर किन्नु भएन घर त किनेन घरेटी किने हजुर छोराहरूले काठमाडौँ गएर बस भने थियो हजुर मलाई त काठमाडौँ मन रमाइलो लागेन म त यहीँ रमाइलो लाग्यो किन बजारमा बस्न किन रमाइलो लागेन लाग्ने त्यहाँ त अझै लाग्ने बजारमा त आदेश लाग्यो कति वर्ष जति विदेश बस्नु भयो म त बस्यो नि थुप्रै 9-10 वर्षै बस्यो होला म जापान पनि गयो 3 महिना बसेको त आत्तियो म त तपाईँले यसरी जोत्न नपाएपछि हात छटपटी हुन्छ होला तपाईँलाई है यसरी जोत्नु हुँदो रहेछ जस्तो पाखोमा नि यसरी आलु फलाउनु भएको छ अनि बाख्रा पनि पाल्नु भएको छ बाख्रा नि मैले पहिला 70 सम्म पालेको थिएँ हजुर अनि त्यहाँबाट अहिले यो अलि जङ्गल मान्छे सबै गाउँ छोड्दै गयो हजुर अनि गाउँ छोड्दै गएपछि बाघले अलि आयो के बाघ आएर अनि त्यो अलि घटायो अनि पहिला चराउँथ्यो आजभोलि चराउनु छोड्यो जङ्गलले धेरै ठुलो भएपछि अनि अहिले त अलिक घटाइदियो अहिले त सानो ठुलो गरेर 20वटा छ अनि यो भिडियो हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ अहिलेको पछिल्लो समयमा गाउँ छोडेर बजार बस्ने जस्तै अब कतिको श्रीमान चाहिँ विदेश हुनुहुन्छ होइन श्रीमती चाहिँ गएर बजारमै बसेर एउटा छोरा एउटा छोरी चाहिँ पढाउने बाहनामा चाहिँ बजार बस्ने प्रविधि धेरै भएको छ त्यो विषयलाई कसरी लिनुभएको छ केही प्रश्न पारिदिनु न त्यो अब बजार जाने गाउँ छोडेर जाने पनि पछि अब गाउँ फर्केर आओस् यस्तै खेती किसान गरेर खाएको अर्ग्यानिक गरेर खाएको धेरै आयो हुन्छ बजारमा त्यो विषादी हालेर खाएको चाहिँ आयो नि छोटो हुन्छ भन्न सुन्छु हैन तर सबभन्दा विषादी हालेको नखानु होला बजारमा बस्ने मान्छेहरूले गाउँको अर्ग्यानिक खानु होला म त्यही भन्छु अनि यो बजार जाने अनि यो वैदेशिक रोजगारमा जाने र बजार जाने प्रविधि जति छ नि यो चाहिँ कसरी रोकिन्छ जस्तो लाग्छ हजुरलाई अब गाउँमै बसेर यो किसानी गर्नु पर्यो तब रोकिन्छ त नि त अब सबै अब बजार गएपछि त अब सबै महँगी हुनु पर्यो
महँगी हुन्छ अनि गाउँ सबै के अरे बिसाइदिइहालेको इन्डियाबाट ल्याउने भयो नेपालमा केही उत्पादनै गर्नै सक्दैन अब सबै बजार गएपछि म जस्तै गाउँमा बसेर यसो किसानी गऱ्यो भने एकदम सबलाई एकदम सस्तो नि होला राम्रो नि होला अनि आम जनताहरूको गुनासो चाहिँ के छ भन्दाखेरि नेपाल सरकारले नै कृषिको लागि केही पनि पहुँच पुर्याउँदैन गाउँठाउँमा चाहिँ कृषकको लागि केही पनि सुविधा छैन भनेर चाहिँ हामीले नगरेको भन्ने आम जनताले भन्नुहुन्छ तर तपाईँ कुनै सरकारमाथि कुनै विश्वास नगरिकन कसैको भरोसा नगरिकन तपाईँले आफ्नै पाखुरा बजारेर गर्नुभएको छ कसैसँग आशा गर्दैन म आफैले गर्छु म कसैसँग आशा गर्दैन त्यस्तो दिएर खाला भन्नु पर्दैन आफ्नै मेहनत गर्ने खाने भनेपछि हजुर जस्तो किसान हुनु पर्यो सबै त्यही हुनु पर्यो भनेपछि नेपाल सरकारले नहेरे पनि होइन कृषकहरूले अब भनौँ न अब कृषक क्षेत्रबाट अनुदान नआए पनि आफैले गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ सकिन्छ हुन्छ जानकारी दिनुभयो त्यसको लागि धेरै धन्यवाद नमस्कार सबलाई आयो यहाँ कृषक एकदमै होइन यो उमेरमा नि राम्रोसँग गरिरहनु भएको छ कति क्षेत्रफलमा आलु लाउँदै हुनुहुन्छ कति उत्पादन हुन्छ त्यो बारेमा जानकारी गराउनु न हजुरको परिचय सहित नमस्कार मेरो नाम हर्कबहादुर गुरुङ यो चाहिँ नि यो मेरो यो जग्गा चाहिँ नि 8 रोपनी छ तर 8 रोपनीमा त आलु रोप्दैन होला त्यही 7 रोपनीमा जति रोप्छ तर नि मैले वर्षैपछि के अरे 5 बोरा चाहिँ रोप्छ आलु राम्रो हुन्छ अन्त अलिकति यहाँ के भने अलिकति तुसरो र ढुसिलेको कारणले अलिक समस्या हुन्छ अरू त सबै ठिक छ यहाँ राम्रै हुन्छ आम्दानी कति हुन्छ आम्दानी हजुरको आम्दानी मैले पोहोर साल 60,000 को बेचेको थियो आलु मात्रै अरू यो फ्रीमा त यो कसैले त कति गयो त्यसलाई हिसाबै छैन भनेको कति मूल्य बराबरको चाहिँ त्यही 40 रुपियाँ किलो 50 रुपियाँ किलो 50 कोही 50 कोही 40 त्यही हो मूल्य किलोको अनि यो यहाँको उत्पादनमा सहयोग गर्ने संस्थाहरू के छ नगरपालिका अनि नगरपालिका ज्ञान केन्द्र त्यही हो अरू त अब अहिले मान्छेहरू धेरै उहाँ खेतीपाती गर्न छोडिसक्यो गाउँमा होइन तपाईँले यसरी गरिरहनु भएको चाहिँ एकदम उत्साहित तरिकाले के तपाईँलाई केबाट यसरी चाहिँ यो कृषितर्फ यस्तो मन गयो त्यो बारेमा जानकारी गराउनु म त सानैदेखि यो किसानी गरेर बसेको मान्छे भएर म त सहर बजार जानु मन लाग्दैन गाउँमै बसेर यस्तै कुटी कोदालो खेलाएर बस्न मन लागेर मलाई एकदम पहिले सानैदेखिको यही खेती गरेको किसान भएर बसेको त्यही मलाई एकदम यही रमाइलो लाग्छ मलाई गाउँमै